यो वर्षको बडा दशैंको फुलपातीका दिनदेखि प्रदर्शनमा तयारीमा रहेको फिल्म बलिदानको नयाँ पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको कौतूहलता बढेको छ। फिल्मको पहिलो पोस्टरमा अभिनेता समीर भट्टको फोटो समावेश गरिएको थियो। बारगाउँबाट दर्शकमाझ एक्सन अभिनेताको छवि बनाएका अभिनेता भट्टको उक्त पोस्टर त्यति चर्चामा भएको थिएन जति अहिले अभिनेता स्वागत मल्लको 2 अवतारमा सार्वजनिक भएको पोस्टरको चर्चा चलिएको छ। समीरले अहिले क्षमतावान अभिनेता मानिन्छ भनिन्छ। अन्य अभिनेतासँग समीरको तुलना गर्न मिल्दैन। यद्यपि बलिदान फिल्मको पोस्टरमा स्वागतको अवतार देखेर धेरैले जिब्रो नै टोक्न थालेका छन्। अभिनेता मल्लको फरक अवतार 2 पोस्टर सार्वजनिक भइसँगै पोस्टर सबै माझ चर्चाको विषय बनेको छ। पोस्टरमा स्वागतको 2 फरक लुक्सले सबैको ध्यान आकर्षण गरेको छ। एउटामा रगताम्य भयानक बढी हातमा तरबार र क्रोधित अनुहारले दर्शकको ध्यान खिचेको छ भने दोस्रोमा एक हातमा आगोको ज्वाला बोकेका स्वागतको आँखा नै त्रास उत्पन्न गराउने किसिमको छ। उनको दैनिक कालो आँखाले सबैलाई त्रास उत्पन्न गराएको छ।